हे गाइस आज चाहिँ हाम्रो मुकबाङ हुँदैछ हैन अनि आज चाहिँ के गर्ने भन्दाखेरि च्यालेन्ज चाहिँ हाम्रो छ अहिले यो रामेन छ हैन यो रामेनलाई चाहिँ हामीले बनाएर ल्याइसकेका छौं अनि त्यही भएर हाम्रो साथमा सोभित सान हुनुहुन्छ अनि आज च्यालेन्ज खेल्ने हो चाहिँ मसँग च्यालेन्ज खेल्ने हैन किन खाँदा मैले खतरा अन्डर डेन्जर खाना चाहिँ हैन खतरा खाइदिन्छु अनि उले अलि यसको ज्यान पनि हेर्दैन उले त्यति खान सक्दैन मेरो विचारमा जित्ने त मैले नै नि त हैन अहिले हेरौँ न जसले नि जित्ने मैले मोबाइल चाहिँ हैन एकचोटि देखाइदिनु साथी यो रामेनहरु छ यहाँ ससेज छ यहाँनिर रामेन छ हैन खतरा छ हैन यो चाहिँ अब खानुपर्ने हुन्छ जसले जित्छ हैन एक बाजी चाहिँ के छ बाजी के खेल्ने भने तिमी जे हुन्छ त्यही हैन पैसा बाजी खेल्नु नि त खेलेपछि बाजी त हैन बाजी ल यहाँ पस भन्छ ल मानमा खेल्यो खेलौँ दादा ल मान एक मान ल दिनु पर्छ नि दादा फेरि अरे बाजीमा दिने कुरै हुन्छ त कस्तो कुरा गरे हो र एक मान मानु ल हो च्यालेन्ज गर ल खेलौँ ल के गर्ने यो एक मान चाहिँ यहाँ चाहिँ हेर्नु ल यहाँ हुन्छ यो रे एक मान यो फेरि 10,000 नोट नि फेरि हेर्नु 10,000 एक 2,000 नि 10,000 है यो चाहिँ 10,000 हेर्ने यो उसले यदि हार्यो भने मलाई दिन्छ मैले हार्यो भने उसले लान्छ यो पैसा चाहिँ हैन यो अहिले यहाँनिर यसलाई चाहिँ यहाँ राख्दिउँ यहाँनिर राख्दिउँ यसलाई चाहिँ बिस्तारै खाऊ ल साथी कस्तो बिस्तारै खाऊ र साथी मानुको बाजी चाहिँ यस्तो मानमा त दादा फेरि जान्छ नि फेरि खान्छ ल सुरु गरौँ है रेडी 1 2 खाना पाइन्छ कि पाइँदैन मजा धेरै यसरी बिस्तारै अब आफ्नै बस च्यालेन्जमा बिस्तारै गाह्रो हुँदैन कि सबै खाइसक्नु पर्छ नि फेरि सबै खाने हो सबै खाने अनि लास्टमा सकाउनु भयो त ल ल ल रेडी 1 2 3 स्टार्ट गो ल आफू पिरो रहेछ नि त है उयोमा बाटो रहेछ केटो सबै खाइसक्नु पर्ने फेरि वाउ दानी हेर्दै नि त नि त्यहाँ एक्कासी खाएको खाएर दादा यो त हाम्रो सलाद छ होइन यो चाहिँ नेपालमा खेलेको थियो यस्तो आयो कसरी सक्छ यार लास्ट मलाई त धेरै पिरो खाएको चाहिँ हिच्की आउँछ दुई छ कम्पिटिसन हो नि त अनि तातो हुँदैन त यहाँ तिमी चाहिँ खाएको खोइ लिची आउँछ मलाई पिरो खाएको चाहिँ खासमा च्यालेन्ज त्यो पनि खान नमिल्नु पर्ने हो पिरोमा होइन होइन अलिक पिरो खाना हुँदैन नि त एकमा काट्ने हो दिन्छ खाँदाले यो प्याज नि खाइसक्नु पर्ने हो र प्याज चाहिँ खानु पर्ने खानु भयो पिरो टिचर पानी खान पाइन्छ होइन मानको बाहिर चाहिँ होइन 10,000 हारेर बताउ नि गाइस हामी जम्मा 6 10 अरे तीनटा रामेन कोरियन भन्छ होइन कोरियन रामेनले एउटै हो र सोभी छ उखार्ने छ दादा च्यालेन्ज हुँदैछ नि
गाइस मेरो सक्यो गाइस मेरो पनि सक्यो है एकैचोटि हेर्नु गाइज सबै सही छ उसको पनि सही छ मेरो सही छ ओए मेरो सही छ अब कसको त पैसा हो को राखेको अगाडि भन उसले चाहिँ अलि खाना खाँदैन नि त लाठी फिर गाइज ल पसिना आइसक्यो मेरो पसिना सुविधा जित्या हेर न गएर नजिक हेर न कस्तो पसिना मेरो आँसु आइसक्यो यस्तो कम्पिटिसनमा हार्ने ब्यान्ड छैन कि फेरि मेरो चाहिँ है अब फेरि जे नि भनिहाल हो भने लास्टी फिर नि त म फेरि खुर्सानी नखाने मान्छे जति धेरै पुरा खान सक्दैन नि त मैले च्यालेन्ज चाहिँ पुरा मैले जित्यो मैले के भन्नु पर्छ त पैसा मेरो हो त यो त अफकोर्स लिनु दिनु पैसा यो त अनि मेरै हो त अनि कसो नदिने हो र दादा ल यो चाहिँ अब यो छ नि यो चाहिँ अब मेरो पसमा जान्छ गाइस यो चाहिँ अब मैले हाल्नु पनि हुन्छ नि हाल्दा तिमीले हारेर एक्सेप्ट गर्छौ नि ल कस्तो गर्दैन र त गर्दिनँ हुँदैन बाबु यो त अब मेरो हो नि त यहाँ हाल्छु यहाँ अब दादाले ल यहाँ हाल्नु पर्ने हुन्छ मैले अब है यहाँ गाइस त्यस्तो गर्ने त कस्तो गर्ने हो र बाबु आइसकेपछि रुन पाइँदैन नि यहाँ त मैले नदिकन तिमीले पैसा दिनै पाउँदैन भने किन मेरो पैसा पनि नदियो देख त हुँदैन बाबु तिमी बच्चा होइन नि अब तिमी ठुलो भइसक्यो अब त सक्यो हजुर दादा 50 दादा यताको 50 हजुर ओके दादा ल पसिनाहरू नि ल त्यही फेरि म त फेरि कता दिन्छु नि फेरि ल गाइस दादाले पैसा लगिहाल्यो दादा यसबाट फेरि अर्को टुपी पनि तिमी किन्नुपर्छ है फेरि अब अर्कोचोटि ऊ हार्दैन मलाई थाहा भइसक्यो उसले च्यालेन्ज गर्छ नि त किनकि मैले अलि अगाडि सकाएको थिएँ अनि मैले त सकभर ट्राई गरेको उसले त आनन्दले खाइरहेको छ मलाई थाहा छ होइन तर पनि सकिनँ सक्दैन भने पैसाको मामलामा चाहिँ सक्दैन खालि हो भने यो आउनु त्यो अहिले स्नो त्यो अलिक अलिक गुलियो खायो भने तिम्रो हट्छ नि त तर मेरो चाहिँ बबाले हल्का क्लोज गरेर कस्तो बबाल दिन्छ तिम्रो फेसै हेर पसिना पुरै 2 जना खतरा खायो नेब्बर खाने यसपालि यस्तो भयो अर्को पालि चाहिँ तिमीलाई म सुरु एक गाँसमै सकाइदिन्छु हो सक्दैन पसिना आएको साँच्चीकै पसिना पसिना हो यो मेरो त्यो कहाँ सक्छ जोगले आउँदैन मलाई ल अब एन्ड गरिदिनु न दादा अब उल्टे होइन यहाँनिर चाहिँ अब अर्कोचोटि केको च्यालेन्ज हेर्न चाहनुहुन्छ कमेन्ट इनबक्समा गएर ट्याग म्यासेज गरिदिनु ल इनबक्स गर्नु मेसेज बक्समा आएर आजको लागि यति नै गुड नाइट भन्दै हामी यहाँबाट बिदा हुन चाहे हस् त बाई बाई टेक केयर गाइस गुड नाइट सिग्नेचर मुभ हाम्रो ओ ल अर्को दादा के यस्तो ल बाई बाई गाइस बाई बाई